नमस्कार साथीहरू, आजको भिडियोमा हामी आरसीसी बीममा हुने शेयर फेलरका प्रकारहरू तथा टाइप्स अफ शेयरको बारेमा अध्ययन गर्नेछु। हामीलाई थाहा छ कङ्क्रिट कम्प्रेसनमा बलियो हुन्छ तर टेन्सनमा कमजोर हुन्छ। जब बीममा बेन्डिङ मोमेन्ट र शेयर फोर्स सँगै कार्य गर्छन् तब बीमभित्र डायगोनल टेन्सन स्ट्रेस उत्पन्न हुन्छ। यही डायगोनल टेन्सनका कारणले विभिन्न प्रकारका शेयर फेलरहरू हुन्छन्। अब हामी शेयर फेलरको बारेमा हेरौँ। यता फिगरमा पनि देखाएको छु। डायगोनल टेन्सन फेलर छ। यो फेलर सामान्यतया तब हुन्छ कि जब शेयर फोर्स धेरै हुन्छ, बेन्डिङ मोमेन्ट कम हुन्छ। यसमा क्र्याकको प्याटर्न बीममा करिब 45 डिग्रीमा डायगोनल क्र्याक विकसित भएको हुन्छ। यसमा अत्यन्त अचानक फेलर हुने, कुनै विशेष चेतावनी बिना नि फेलर हुन सक्छ। यसलाई चाहिँ हामी ब्रिटाइल फेलर भन्छौँ। साथीहरू, यो डायगोनल टेन्सन फेलर 45 डिग्रीमा हुन्छ। अर्को छ फ्लेक्सियर शेयर फेलर। यो फेलर तब हुन्छ जब बेन्डिङ मोमेन्ट धेरै हुन्छ, शेयर फोर्स तुलनात्मक रूपमा कम हुन्छ। यसको क्र्याकको प्याटर्न सुरुवातमा बीमको टेन्सन जोनमा भर्टिकल फ्लेक्सियर क्र्याक देखिन्छ। पछि यही क्र्याक माथितिर बढ्दै डायगोनल क्र्याकमा परिवर्तन हुन्छ, अर्थात् क्र्याक लगभग 90 डिग्रीबाट 45 डिग्रीतर्फ विकसित हुन्छ। यसमा पहिले फ्लेक्सियर क्र्याक देखिने भएकोले फेलर अघि केही चेतावनी प्राप्त हुन्छ। डायगोनल टेन्सन फेलर भन्दा कम अचानक हुन्छ। अर्को छ हाम्रो डायगोनल कम्प्रेसन फेलर। यो फेलर तब हुन्छ जब शेयर फोर्स अत्याधिक हुन्छ, बीममा पर्याप्त शेयर रेन्फोर्समेन्ट स्ट्रप्स राखिएको हुन्छ। यसको विशेषता चाहिँ कङ्क्रिटको कम्प्रेसन जोनमा क्रसिङ हुन्छ, कम्प्रेसन स्टर नष्ट हुन्छ, हेभिली रेन्फोर्स्ड बीममा बढी देखिन्छ। यो डायगोनल क्र्याक विकसित भएपछि अत्यन्त कङ्क्रिट क्रसिङमा भएर फेलर हुन्छ। अब साथीहरू, यसो छोटकरीमा चाहिँ यदि शेयर फेलर पहिले भयो भने ब्रिटाइल फेलर, यदि फ्लेक्सियर फेलर पहिले भयो भनेपछि डक्टाइल फेलर। स्ट्रक्चरल डिजाइनमा इन्जिनियरले सधैँ फ्लेक्सियर फेलर पहिले हुने डिजाइन गर्छन्, किनकि डक्टाइल फेलरले कोल्याप्स अघि नै चेतावनी दिन्छ। अर्को चाहिँ हामी टाइप्स अफ शेयरमा पनि हेर्छौँ। जब आरसीसी स्ट्रक्चरमा देखिने प्रमुख शेयरका प्रकारहरू अध्ययन गर्छौँ, हामी फ्लेक्सियर शेयरलाई वान वे शेयर पनि भनिन्छ। यो शेयर बेन्डिङ मोमेन्टको परिवर्तनको कारणले उत्पन्न हुन्छ। आरसीसी बीममा वान वे स्ल्याबमा बढी देखिन्छ। अर्को चाहिँ पन्चिङ शेयर, टु वे शेयर भन्छौँ। जब कोलमले स्ल्याब वा फुटिङलाई तलतिर पन्चिङ गर्ने प्रयास गर्छ तब यो पन्चिङ शेयर उत्पन्न हुन्छ। फ्ल्याट स्ल्याबमा, आइसोलेटेड फुटिङमा, राफ्ट फाउन्डेसनमा यो देखिन्छ। यसको क्र्याकको प्याटर्न चाहिँ कोलम वरिपरि कोनको फेलर सर्फेस विकसित हुन्छ। फ्ल्याट स्ल्याब डिजाइनमा सबैभन्दा क्रिटिकल क्र्याक मध्ये पन्चिङ शेयर क्र्याक हो। अर्को छ टोर्सनल शेयर छ। जब स्ट्रक्चरल मेम्बरमा ट्विस्टिङ मुभमेन्ट लाग्छ तब टोर्सनल शेयर उत्पन्न हुन्छ। यो चाहिँ बीमको इड्जमा, कर्भड बीमहरूमा, हैन, रेस्टेन्ड टु वे स्ल्याबमा टोर्सन र शेयर सँगै कार्य गर्दा डायगोनल क्र्याक विकसित हुन्छ। छोटकरीमा हामी आरसीसी बीममा शेयर फेलरका प्रकारहरू डायगोनल टेन्सन फेलर, फ्लेक्सियर शेयर फेलर, डायगोनल कम्प्रेसन फेलर र शेयरका प्रकारहरूमा चाहिँ फ्लेक्सियर शेयर, वान वे शेयर, पन्चिङ शेयर, टु वे शेयर, टोर्सनल शेयर गरेर यति प्रकारका फेलरहरू छन्। अब सुरक्षित र आर्थिक रूपमा इकोनोमिकल डिजाइनका लागि बीमलाई यस्तो बनाइन्छ कि शेयर फेलर भन्दा पहिले फ्लेक्सियर फेलर होस् भन्ने बनाइन्छ। त्यसैले आरसीसी डिजाइनमा शेयर डिजाइनलाई अत्यन्त महत्त्व दिइन्छ र यसलाई लिमिट स्टेट कोल्याप्स शेयर अन्तर्गत जाँच गरिन्छ। थ्याङ्क यू।